हाम्रो एन्ट्री फी कति हो बाबु भन्नु त? 300 हो। अनि फर्स्ट चाहिँ त्यो प्राइज के राखेको छ अहिले? के राख्नु भएको प्राइज? फर्स्ट प्राइज थाहा छैन? ए अरे गेम छ कहाँ गएको छ थाहा आज छ तिमीलाई? भन्नु त कुन कुन कोरा क्याप्सी हजुर कोरा क्याप्सी दुईटा हजुर अनि अभियान एबी हजुर युनिक स्पोर्ट युनिक स्पोर्ट अनि तामाङ एफसी अनि सिस ग्रुप अनि तामाङ एफसी असिम एफसी यति नै हो नि हैन? भनेपछि फर्स्ट प्राइज चाहिँ अब लास्ट डिसिजन हो नि कि लास्टमा थाहा हुन्छ? सुरु आयोजक र आज यो अभियान चौक हेर्ने हो युनिक स्पिड आउट वाला युनिक स्पोर्ट चला चला भाई चला चला बॉल बॉल उठ रहा है भाई दामी चेक आउट बॉल रेफ्रीले आउट भनिसकेछ हिलो हिलो छ ओइ हेर्नु भयो हेर्न र ल गेम सुरु भयो फेरि सेन्टर पोइन्टबाट हाफ टिफिन पछि सुरु भयो है गेम फेरि अब खोलामा यता के भाइ यार गोल भयो त आइजाउ तिमीले गोल हान्यौ है कार्ड खायो एक चान्स खाओ भाइ तिनीहरू दुईजनाले कार्ड खाइसक्यो एकजनाले रेड खायो एकजनाले येलो खाए ओएमा हिलो कप भइरहेको छ ओइ ल यहाँ छ नि मसँग रिमोट छ नि आउट बल तिनीहरुको जित्छ यसपालिको वर्ल्ड कप कलम कसले जित्छ अर्जेन्टिनाले जित्छ अब मेरो आशा भाइ ओए भन त अर्जेन्टिना अर्जेन्टिना त अर्जेन्टिना के हो स्पेन आएर बसेर नक्न बोल्नु रोनाल्डो स्पेन त स्पेन हो नि आउट बल स्पेन हो नि स्पेन बोनस मिस भयो भाइ हिलो कप नो गोल ह्याट्रिक भित्र हैन नि त्यो हैन यता डन्डी छ त भिडियो छ यहाँ पहिला भिडियो हेरौँ न भिडियो क्लिप एन्बल त्यो चाहिँ रेफ्रीले भन्छ सबै रेड कार्ड यहाँ लाग्यो त्यसको हातमा यहाँ यिनीहरुले डिस्क्वालिफाई हुन्छ किनारो आउट बल अब एनएफसी फेरि सक्दैन धेरै सिगर झिन्ने एउटा गोल जित्यो तैले अनि सेकेन्ड पनि अभियान हो एबी हो त त्यही भएर फाइनल नखेले ल अनि थर्ड प्राइज पनि पैसा प्राइज हो कति छ प्राइज 1700 गनम फर्स्ट प्राइज 17 छु म त गनम ल 1250 1 2 3 4 5 6 4 प्रथम धन्यवाद भाइहरुलाई यस्तो हिलो मैदानमा पनि खेलेर इन्जोय लिनु भएकोमा भाइहरुलाई धेरै धन्यवाद है।